हेलो 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 आवाज आइरहेछ तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा हैन। आजको हाम्रो टपिक रहेको छ कास्ट रोल। सीधा सादा यताउति कुरा केही नगरेर सिधै हामी टपिकमा जाम। सजिलो छ, छोटो समयमा तपाईहरुलाई मजाले बुझाउने कोसिस गर्नेछु। अब हामीले ट्रिग्नोमेट्रिक रेशियो सल्भ गर्दै जाँदा कहीं न कहीं हामीलाई धेरै गाह्रो आउँछ हैन। जस्तै 120 रेशियो निकाल्दाखेरि अब 90 भन्दा माथि 120 150 210 330 270 यस्तै धेरै छन् हैन। यसलाई कसरी सल्भ गर्ने त भन्दा हामी कास्ट रुलको मद्दतबाट सल्भ गर्नेछौँ। कास्ट रुलको लागि एउटा कुनै प्लेन अब भनौँ न यो भित्ता पनि हाम्रो प्लेन हो। कुनै प्लेन चिजमा होरिजेन्टल र भर्टिकल लाइन खिच्दाखेरि चारवटा टुक्रा हुन्छ त्यसको। यो रहेको छ हाम्रो है, मैले भनेको जुन प्लेनवाला थियो नि, कुनै प्लेन वस्तुलाई चिजलाई होरिजेन्टल र भर्टिकल लाइनमा काट्दाखेरि त्यसको चारवटा कोअर्डिनेट बन्छ। चारवटा कोअर्डिनेटमा यसलाई फर्स्ट कोअर्डिनेट, सेकेन्ड कोअर्डिनेट, थर्ड कोअर्डिनेट र फोर्थ कोअर्डिनेट भन्ने। त्यसै गरी यहाँ 0 डिग्रीदेखि 90 डिग्रीसम्म यो भयो, यो फर्स्ट कोअर्डिनेट। अनि यो 90 देखि 120 सम्म यो सेकेन्ड कोअर्डिनेट, 120 देखि 270 सम्म थर्ड कोअर्डिनेट र 270 देखि 360 सम्म फोर्थ कोअर्डिनेट भनिन्छ है। यसलाई चाहिँ अब हामीले धेरै सजिलो तरिकाले बुझ्नेछौँ। अब हेरौँ है, यसमा यसको कास्ट रुलको मतलब हेर्नुहोस्, CAST कास्ट हैन। यसमा फर्स्ट कोअर्डिनेटमा अल ट्रिग्नोमेट्रिक रेशियो पोजिटिभ है। अनि सेकेन्ड कोअर्डिनेटमा चाहिँ साइन र कोसेक। कस्तो भन्दाखेरि ट्याक्कै यिनीहरूको रेसिप्रोकल चाहिँ अनि यसमा हुन्छ है, साइन र कस। अनि यसमा सेकेन्ड कोअर्डिनेटमा साइन कस, थर्ड कोअर्डिनेटमा टेन र कट, फोर्थ कोअर्डिनेटमा कस र सेक। यसको ट्याक्कै रेसिप्रोकल हुन्छ नि। यो थाहा छैन भने चाहिँ मलाई कमेन्ट गर्नु होला, म यसको बारेमा अझ अरू भिडियो बनाउनु छु। मैले यो तपाईहरु सबैले थाहा पाउनु भएको छ भनेर त्यही अनुसारमा बनाइरहेको छु है। यसमा फर्स्ट कोअर्डिनेटमा के पर्छ त 90 डिग्री माइनस थीटा हैन, 360 प्लस थीटा वाला पर्छन्। अनि त्यसै गरी सेकेन्ड कोअर्डिनेटमा 90 डिग्री प्लस थीटा, 180 माइनस थीटा। सेकेन्ड कोअर्डिनेटमा थर्ड कोअर्डिनेटमा 270 माइनस थीटा, 180 प्लस थीटा थर्ड कोअर्डिनेटमा। अनि फोर्थ कोअर्डिनेटमा चाहिँ